हजुर पत्रकार सम्मेलनमा आउनु भएको छ, किन आउनु भएको आमा? यहाँ अलिकति मनमा केही कुरा भन्नुको लागि र नहटाएर आएको। अब हामी चाहिँ बुढाबुढी पनि भयो, हामीलाई दुःख पनि छ, हाम्रो भुइँ मान्छेको ऊ छैन, के अरे हाम्रो चाहिँ नि दिने हाम्रो इन्साफ छैन, हामीले दुःख पाइरहेछौँ भनेर दुर्गा प्रसाईले यो उठाइरहनु भएको। उहाँलाई लगेर थोन्या रहेछ, अनिखेरि किन थोन्याको अब रिहाई गर्नु भन्न आएको। दुर्गा प्रसाईले त सरकारलाई नभएको आरोप लाग्यो रे भन्ने छ, त्यही भएर समात्यो रे। त्यो त हामीलाई थाहा छैन, हामीलाई किनभने हामी गरिबलाई उहाँले हिसाब दिने हाम्रो गरिबको भुइँ मान्छेको हिसाब दिने उहाँ एउटा भएको भएर हामी चाहिँ रिहाई गर्नु मात्रै भन्न आएको। अब जसरी भए पनि सरकारले रिहाई गर्नु पर्यो दुर्गा प्रसाईलाई। गर्नु पर्यो, सरकारले रिहाई गरिदिनु पर्यो। हाम्रो पनि हामी जस्तो बुढाबुढीको कुरा सुन्नु पर्यो। हाम्रो सरकार पनि बुढाबुढी नै हुनुहुन्छ, हामी जस्तै उहाँलाई नि माया लागिहाल्ला। त्यसो भएर अब हाम्रो दुर्गा प्रसाईलाई चाहिँ नि के अरे रिहाई गरिदिनु पर्यो। प्रधानमन्त्री पनि बनाइदिनु पर्यो। अनि प्रधानमन्त्री बनाइदिनु पर्यो, मुख्य कुरा हाम्रो इन्साफ दिने उहाँ हो। अबदेखिको हाम्रो सुशीला गइसकेपछि आउने उहाँ हो हाम्रो। अब अहिले त उहाँ आमा जस्तो हुनुहुन्छ, हामीलाई माया गर्नु होला न, तर त्योभन्दा पछाडि आउने त हाम्रो दुर्गा प्रसाई नै हो, अरू छैन हामीलाई। हस्, धन्यवाद।